ल आज तपाईहरुलाई म आफ्नो YouTube च्यानलमा लिएर आएको छु केमिकल प्रोपर्टिज अफ कार्बन मोनोअक्साइड ग्यास। अब तपाईहरुलाई थाहै छ कार्बन मोनोअक्साइड ग्यासको फर्मुला के हुन्छ, मोलिकुलर फर्मुला CO है। त अब यसमा यसको केमिकल प्रोपर्टिज बोर्ड सानो भएको हुनाले बढी हटाउँदैन हैन, त्यो भएर यहाँ तपाईहरुको म 3 वटा केमिकल प्रोपर्टिज कार्बन मोनोअक्साइड ग्यासको लिएर आएको छु, जसमा पहिलो केमिकल प्रोपर्टी रहेको छ रिएक्सन विथ सोडियम हाइड्रोक्साइड। अब हामी सबैजनालाई थाहा छ सोडियम हाइड्रोक्साइडको मोलिकुलर फर्मुला हुन्छ NaOH। त जब चाहिँ हामी कार्बन मोनोअक्साइड ग्यासलाई सोडियम हाइड्रोक्साइडसँग 200 डिग्री सेन्टिग्रेडमा हिट गर्छौं तब के बन्न जान्छ त सोडियम फर्मेट। अब यो सोडियम फर्मेट एक किसिमको साल्ट हो है। अब कसरी बन्न गयो त भन्दाखेरि यहाँ हेर्नुस्, सबभन्दा पहिला तपाई यसको प्रोडक्ट लेख्नको लागि यो H लेख्नुस्, यहाँ यो H भइहाल्यो। त्यसपछि C लेख्नुस्, यो C भइहाल्यो। त्यसपछि यो दुईटा O लेख्नुस् र लास्टमा चाहिँ सोडियम लगाइदिनुस्, हाम्रो प्रोडक्ट आइहाल्छ सोडियम फर्मेट है। त अब त्यसपछि अर्को चाहिँ हाम्रो केमिकल प्रोपर्टी रहेको छ रिएक्सन विथ हाइड्रोजन। अब रिएक्सन विथ हाइड्रोजनमा जब चाहिँ हामी कार्बन मोनोअक्साइड ग्यासलाई, यो हाम्रो कार्बन मोनोअक्साइड ग्यास हो, यसलाई जब चाहिँ हामी कार्बन मोनोअक्साइड ग्यास र हाइड्रोजन ग्यासको मिक्सचरलाई है, यो जिंक अक्साइड र क्रोमियम अक्साइड को मिक्सचर भएर पठाउँछौं र यसलाई हिट गर्छौं 300 डिग्री सेन्टिग्रेड टेम्परेचरमा र 200 एटमोस्फेरिक प्रेसरमा, तब यो के बन्न आउँछ त भन्दाखेरि CH3OH, जसको नाम के छ त मिथाइल अल्कोहल। यो मिथाइल अल्कोहल बनिहाल्छ र यसलाई हामी IUPAC नेम पनि यसको दिन सक्छौं, के त भन्दाखेरि मिथानोल। हेर्नुस्, मिथानोल यो यसको IUPAC नेम हुन आउँछ। अब यसलाई चाहिँ यहाँ कतिवटा हाइड्रोजन एटम छ हेर्नुस्, 3 1 4 वटा हाइड्रोजन एटम छ। त त्यसलाई बराबर गर्नको लागि चाहिँ हामी के गर्छौं, यहाँ 2 राख्दिन्छौं, 2 to the 4 हाइड्रोजन एटम भइहाल्छ अनि हाम्रो रिएक्सन ब्यालेन्स भइहाल्छ। जब चाहिँ हामी कार्बन मोनोअक्साइड ग्यासलाई हाइड्रोजनसँग जिंक अक्साइड र क्रोमियम अक्साइडको उपस्थितिमा र 300 डिग्री सेन्टिग्रेड टेम्परेचरमा र 200 एटमोस्फेरिक प्रेसरमा रिएक्सन गराउँछौं भने के बनिहाल्छ, मिथाइल अल्कोहल बनिहाल्छ। हेर्नुस्, अब अर्को चाहिँ रिएक्सन कोसँग रहेको छ त रिएक्सन विथ निकेल। यो निकेल के हो त भन्दाखेरि मेटल हो। जब चाहिँ हामी कार्बन मोनोअक्साइड ग्यासलाई तताउँछौं, हिट गर्छौं, कोसँग त हेर्नुस् यहाँ यो निकेल छ र यो कार्बन मोनोअक्साइड ग्यास छ। यसलाई जब हामी तताउँछौं 80 डिग्री सेन्टिग्रेड टेम्परेचरमा, तब यसले के दिइहाल्छ त NiCO4 दिन्छ, जसको नाम के रहेको छ त भन्दाखेरि निकेल टेट्राकार्बोनिल। अब यही निकेल टेट्राकार्बोनिललाई यदि हामी 180 डिग्री सेन्टिग्रेडमा तताइदियो भने चाहिँ के बनिहाल्छ त निकेल बनिहाल्छ र यो ब्याक चाहिँ यो प्रोडक्ट हाम्रो आइहाल्छ। हेर्नुस्, यहाँ Na अनि CO4 छ, त्यस्तै सेम प्रोडक्ट यहाँ आउँछ Na+CO र यो ब्यालेन्स गर्न लागि यहाँ 4 वटा कार्बन मोनोअक्साइड छ, यहाँ 4 ले मल्टिप्लाई गरिदिन्छौं, यो चाहिँ ब्यालेन्स भइहाल्छ। र यसरी चाहिँ निकेललाई चाहिँ हामी सुरुमा हिट गर्दाखेरि कार्बन मोनोअक्साइडसँग 80 डिग्री सेन्टिग्रेडमा निकेल टेट्राकार्बोनिल दिन्छ र निकेल टेट्राकार्बोनिल फेरि हामी 180 डिग्री सेन्टिग्रेडमा तताइदियो भने यसले ब्याक चाहिँ के दिन्छ, निकेल र कार्बन मोनोअक्साइड ग्यास दिन्छ। हस् त, आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो परेन, त्यो लाइक, कमेन्ट र शेयर गर्नु होला। हस् त, धन्यवाद।